एकछिन कल्पना गरौँ त आजको यो डिजिटल युगमा भनौँ न एउटा सामान्य विश्वव्यापी भर्चुअल मिटिङ आयोजना गर्नु पर्यो भने पनि हामीलाई कति धेरै कुरा चाहिन्छ। हो नि, द्रुत गतिको इन्टरनेट, स्मार्टफोन अनि जुम वा माइक्रोसफ्ट टिम्स जस्ता सफ्टवेयरहरू त नभई हुँदैन। एकदमै। तर अब एकछिन सन् 1860 को दशकको युरोपलाई सम्झौँ त। न टेलिफोन थियो, न इमेल, न त कुनै सामाजिक सञ्जालै थियो। हजुर, त्यसमाथि पनि शासकहरू र गोप्य प्रहरीहरूको निरन्तर निगरानी र दमन त छँदै थियो। त्यही त, यस्तो अत्यन्तै कठिन र प्राविधिक रूपमै शून्य जस्तै रहेको समयमा मतलब युरोप र अमेरिकाका विभिन्न देशका हजारौं कामदारहरूलाई एउटै मञ्चमा ल्याएर एउटा सङ्गठित विश्वव्यापी सञ्जाल निर्माण गर्नु त सुन्दै असम्भव जस्तो लाग्छ। सुन्दा साक्षी नै कुनै विज्ञान कथा जस्तो लाग्छ। तर यो कुनै कथा होइन। यो त एउटा यस्तो ऐतिहासिक यथार्थ हो जसले विश्वको आर्थिक र राजनीतिक इतिहासको धारै परिवर्तन गरिदियो। हो, अनि हामीलाई अक्सर के लाग्छ भने विश्वव्यापी सञ्जालहरू त केवल प्रविधिको उपज हुन्। तर इतिहासले अर्कै कुरा देखाउँछ नि। विचार र स्वाभाविक आवश्यकताको बल भनौँ न, प्रविधिभन्दा धेरै शक्तिशाली हुन सक्छ भन्ने कुरा यसले प्रमाणित गर्छ। एकदम सही कुरा। र आज हामी यही अचम्मको ऐतिहासिक घटनामा केन्द्रित रहेर गहिरो चर्चा गर्दैछौँ। हामीसँग कार्ल मार्क्स र फ्रेडरिक एङ्गल्सको अभिलेखबाट निकालिएका केही ऐतिहासिक दस्तावेजहरूको सङ्ग्रह छ, जसले पहिलो इन्टरनेसनल अर्थात् इन्टरनेसनल वर्किङ मेन्स एसोसिएसनको कथा भन्छ, होइन र? हो, ठ्याक्कै। र सुन्ने दर्शकहरूलाई म सुरुमै एउटा कुरा स्पष्ट पारिहालौँ है। स्रोत सामग्रीलाई अध्ययनको सहजताको लागि मुख्यतया 5 खण्डमा विभाजन गरिएको छ। हजुर, ती 5 खण्डहरू भनेका स्थापना र नियमहरू, सैद्धान्तिक कार्यहरू, निर्देशन र सम्बोधनहरू, आन्तरिक द्वन्द्वहरू र महाधिवेशनका रिपोर्टहरू हुन्। हो, अनि यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा के भने यी दस्तावेजहरूमा मार्क्सवाद लगायतका विभिन्न राजनीतिक र वैचारिक कुराहरू प्रशस्तै छन्। तर हाम्रो यो गहिरो विश्लेषणले कुनै पनि राजनीतिक विचारधाराको समर्थन वा विरोध गर्दैन। एकदमै। हामी त केवल ऐतिहासिक दस्तावेजमा के लेखिएको छ भनेर निष्पक्ष रूपमा एउटा भनौँ न वस्तुगत विश्लेषण मात्र गरिरहेका छौँ। हामी यसलाई कुनै राजनीतिक सिद्धान्त वा धर्मग्रन्थको रूपमा होइन कि इतिहासको एउटा ब्लुप्रिन्ट वा कार्ययोजनाको रूपमा हेर्दैछौँ। ल, अब यसलाई अलिक केलाएर हेरौँ न त। सुरु गरौँ न त। यो सबैको सुरुवात 28 सेप्टेम्बर 1864 मा लन्डनको सेन्ट मार्टिन्स हलमा भएको एउटा विशाल भेलाबाट भएको देखिन्छ नि, होइन? हजुर, त्यहाँ बेलायती, जर्मन, फ्रान्सेसी, पोलिश र इटालियन कामदारहरू जम्मा भएका थिए र त्यहीँबाट पहिलो इन्टरनेसनलको जन्म भयो। तर मैले स्रोत सामग्री पढ्दा मलाई सबैभन्दा आश्चर्यचकित पारेको कुरा एउटा अर्कै थियो। सौल पार्डोभरको एउटा भनाइ छ नि त्यहाँ। ए, मार्क्सको बारेमा भएको भनाइ? हो नि, हामी मार्क्सलाई एउटा विशाल ऐतिहासिक व्यक्तित्वको रूपमा चिन्छौँ, तर त्यो बेलामा उनी कुनै ठूला विश्व प्रसिद्ध नेता थिएनन् रे। थिएन नि। उनी त आफ्नो देशबाट निकालिएका ब्रिटिस म्युजियममा गएर दिनभरि किताब पढ्ने र आर्थिक रूपमा फ्रेडरिक एङ्गल्सको भर पर्नुपर्ने एउटा गुमनाम शरणार्थी पत्रकार मात्र थियो त्यो बेला। अनि त्यो सेन्ट मार्टिन्स हलको भेलामा त उनी दर्शक दीर्घामा मौन बसेका थिए रे, केवल जर्मन कामदारहरूको प्रतिनिधिको रूपमा। हो, तर बिस्तारै उनको विश्लेषणात्मक क्षमता र वैचारिक स्पष्टताले गर्दा उनलाई यो संस्थाको नियम र विधान लेख्ने जिम्मा दिइयो अनि बिस्तारै बौद्धिक नेतृत्व उनैकै काँधमा आइपुग्यो। यो त मलाई अचम्मै लाग्यो। यो त आजको भनौँ न ओपन सोर्स सफ्टवेयरको विकास जस्तै भयो नि। कसरी भन्नुभयो? जसरी लिनक्स जस्ता सफ्टवेयरमा सुरुमा 1-2 जनाले कोर कोड वा आधारभूत नियमहरू लेख्छन् नि, अनि पछि विश्वभरिका हजारौं विकासकर्ताहरूले त्यसैमा टेकेर काम गर्छन्। साँच्चै राम्रो तुलना हो यो। मार्क्सले पनि यो संगठनको लागि त्यही कोर कोड लेख्ने काम गरे जसलाई युरोपभरिका कामदारहरूले आफ्नो आन्दोलनको आधार बनाए। हो, तर त्यो कोर कोड लेख्नु मात्र पर्याप्त थिएन होला नि। त्यसलाई प्रयोगकर्ता अर्थात् सामान्य कामदारहरूले बुझ्ने भाषामा व्याख्या गर्नु पनि त उत्तिकै महत्त्वपूर्ण थियो। एकदमै महत्त्वपूर्ण थियो। स्रोत सामग्रीको प्रिवेस अर्थात् प्रस्तावना खण्डमा जुन पछि एडवर्ड एभेलिङले लेखेका थिए, त्यहाँ मार्क्सको एउटा विशेष क्षमताको चर्चा गरिएको छ। कुन क्षमता?
त्यो हो अत्यन्तै जटिल आर्थिक सिद्धान्तहरूलाई पनि सामान्यभन्दा सामान्य कामदारले स्पष्टसँग बुझ्न सक्ने गरी बुझाउने असीमित धैर्यता। ओहो, सायद त्यही स्पष्टताले नै उनीहरूलाई एकताबद्ध गर्न मद्दत गर्यो होला। किनभने संस्थाको स्थापना नहुँदासम्म त अवस्था निकै दयनीय थियो भन्ने स्रोतमा देखिन्छ। हो नि, एउटा देशका कामदारले तलब बढाउन हडताल गर्दा कारखानाका मालिकहरूले तुरुन्तै अर्को देशबाट सस्तोमा कामदार ल्याएर हडताल दुहाइदिन्थे। त्यही भएर पनि यसलाई रोक्न एउटा अन्तर्राष्ट्रिय सञ्जालको आवश्यकता थियो र यही आवश्यकताको पृष्ठभूमिमा आउँछ खण्ड 2 इनोग्रल एड्रेस अर्थात् 1864 को उद्घाटन मन्तव्य। हजुर, 1848 देखि 1864 सम्म युरोपमा उद्योग र व्यापारको अभूतपूर्व विकास भयो, तर कामदारहरूको गरिबी भने किन घटेन? यो मन्तव्यको सबैभन्दा शक्तिशाली हतियार नै तत्कालीन सरकारका आफ्नै तथ्याङ्कहरू थिए। जस्तै मार्क्सले बेलायतका तत्कालीन अर्थमन्त्री ग्ल्याडस्टोनको भनाइले उद्धृत गरेका छन् त्यहाँ। ग्ल्याडस्टोनले त संसदमा गर्वका साथ घोषणा गरेका थिए नि, देशको व्यापार तेब्बरले बढेको छ भनेर। हो, राष्ट्रिय सम्पत्तिमा मादक वृद्धि भएको छ भनेका थिए, तर लगत्तै उनले यो पनि स्वीकार्नु परेको थियो कि सम्पत्तिको यो वृद्धि केवल सम्पत्ति हुने वर्गमा मात्र सीमित छ। मतलब पुँजीपतिहरू झन धनी भइरहेका थिए, तर कामदारहरूको जीवनस्तर झनै खस्कदै गएको थियो। ठ्याक्कै। अनि जीवनस्तर खस्कदै गएको कुरा गर्दा हाउस अफ लर्ड्सले एउटा अनुसन्धान गर्न डाक्टर स्मिथलाई खटाएको थियो भन्ने तथ्य पनि दस्तावेजमा छ नि। हो, डाक्टर स्मिथको रिपोर्टका तथ्याङ्कहरू त साँच्चै आँखे खुलाइदिने खालका छन्। कपास कारखानामा काम गर्ने मजदुरहरूलाई हप्तामा जम्मा 28,000 ग्रेन्ज कार्बन र 1330 ग्रेन्ज नाइट्रोजन प्राप्त हुने खाला मात्र दिइन्थ्यो, जसलाई दस्तावेजमा स्टारवेशन डायट भनिएको छ, हैन? एकदम। तर यहाँ बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने बेलायत सरकारले यो अनुसन्धान मजदुरहरूको माया लागेर गरेको थिएन। ए हो र? हो नि, कामदारहरू यति धेरै कुपोषित र बिरामी हुन थालेका थिए कि सरकारलाई महामारी फैलिन्छ र पूरै अर्थतन्त्र नै धराशायी हुन्छ भन्ने डर थियो। ओहो। त्यो स्टार्वेशन डाइट भनेको मानिसलाई काम गर्न सक्ने अवस्थामा जिउँदो राख्न मात्र पुग्ने इन्धन थियो। यसले तत्कालीन औद्योगिक समाजको क्रूर यथार्थलाई छर्लङ्ग पार्छ। कामदारलाई त मसिनको एउटा पूर्जाभन्दा बढी केही मानिएको थिएन नि त। हो, त्यस्तै थियो। तर यहाँ सबैभन्दा रोचक कुरा के छ भने यही क्रूर यथार्थको बीचमा दस्तावेजले एउटा अर्को गजबको ऐतिहासिक मोडलाई जोडेको छ। अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनलाई लेखिएको पत्रको सन्दर्भ होइन त? हो, नोभेम्बर 1864 मा पहिलो इन्टरनेसनलले अब्राहम लिङ्कनलाई एउटा पत्र लेखेको थियो। युरोपमा मजदुरहरू भोकभोकै मरिरहेका छन्, तर उनीहरू अमेरिकामा चलिरहेको दासत्व विरुद्धको गृहयुद्धलाई गहिरो चासोका साथ हेरिरहेका छन्। यो कस्तो खालको अन्तर्राष्ट्रिय सम्बन्ध थियो? यो त ऐतिहासिक ऐक्यबद्धताको उत्कृष्ट उदाहरण हो। यसलाई ठूलो चित्रसँग जोडेर हेर्ने हो भने यसको पछाडिको संयन्त्र बुझ्न जरुरी छ। कसरी काम गर्यो त त्यसले? जब अमेरिकामा गृहयुद्ध सुरु भयो र दक्षिणी राज्यहरूमा नाकाबन्दी लगाइयो, बेलायतका कपास कारखानाहरूमा कच्चा पदार्थ आउन बन्द भयो। अनि बेलायतका लाखौं मजदुरहरूले रोजगारी गुमाए र उनीहरू भोकमरीको शिकार भए। हो, अब सोच्नुहोस् त, उनीहरूले चाहेको भए बेलायत सरकारलाई अमेरिकाको दक्षिणी राज्य जसले दास प्रथाको वकालत गर्थे उनीहरूसँग कपास व्यापार खुलाउन दबाब दिन सक्थे नि। सजिलै सक्थे, तर उनीहरूले त्यसो गरेनन्। उनीहरूले आफ्नै भोकमरी सहेर भए पनि अब्राहम लिङ्कन र दासत्व उन्मूलनको अभियानलाई समर्थन गरे। किनभने उनीहरूले के बुझेका थिए भने जबसम्म छालाको रङको आधारमा अमेरिकामा दासहरूलाई जन्जिरमा राखिन्छ तबसम्म युरोपका गोरा कामदारहरू पनि साँच्चीकै स्वतन्त्र हुन सक्दैनन्। क्या गजबको सोच! यही नै त्यो इनोग्रल एड्रेसको मुख्य सन्देश थियो, अन्तर्राष्ट्रिय ऐक्यबद्धता। संख्या जतिसुकै ठूलो भए पनि ज्ञान र एकता बिना कामदारहरू शक्तिशाली हुन सक्दैनन् भन्ने कुरा उनीहरूले व्यवहारमै प्रमाणित गरेर देखाए। साँच्चै नै, तर यति धेरै एकता हुँदाहुँदै पनि संगठनभित्रै आधारभूत अर्थशास्त्रलाई लिएर ठूलो बहस सुरु भयो नि, जसले हामीलाई हाम्रो स्रोत सामग्रीको तेस्रो खण्ड भ्याल्यू, प्राइस एन्ड प्रफिट तर्फ डोर्याउँछ। हजुर, सैद्धान्तिक कार्यहरूको खण्ड। जब कामदारहरू संगठित भए उनीहरूको मुख्य माग स्वाभाविक रूपमा ज्याला बढाउनुपर्छ भन्ने थियो। तर जोन वेस्टन नामक एक सदस्यले एउटा यस्तो तर्क अघि सार्यो जसले पुरै संगठनलाई नै अन्योलमा पारिदियो। वेस्टनको तर्क सुन्दाखेरि एकदमै व्यावहारिक लाग्थ्यो त्यो बेला। उनले के भने यदि कामदारहरूले आन्दोलन गरेर ज्याला बढाए भने
कारखाना मालिकहरूले आफ्नो घाटा पूर्ति गर्न सामानको मूल्य पनि बढाइदिन्छन्। त्यसैले ज्याला बढाउने आन्दोलन गर्नु पूर्ण रूपमा व्यर्थ छ। हो र यो तर्क त आज पनि उत्तिकै सुनिन्छ नि, तलब बढ्यो भने महँगी बढ्छ भन्ने आम बुझाइ छ। एकदम। तर वेस्टर्नको यो तर्कले त कामदार आन्दोलनलाई नै निस्तेज पार्छ भन्ने मार्क्सले बुझे। त्यसैले उनले यो तर्कलाई खण्डन गर्न भ्याल्यू अर्थात् वास्तविक मूल्यको सिद्धान्तको गहिरो विश्लेषण गरे। उनले त्यहाँ माग र आपूर्ति अर्थात् सप्लाई र डिमान्डको कुरालाई निकै रोचक ढङ्गले प्रष्ट पारेका छन्। वेस्टर्नले के भनेका थिए भने माग र आपूर्तिले नै मूल्य निर्धारण गर्छ। तर मार्क्सले भने माग र आपूर्तिले त बजारमा मूल्यको अस्थायी उतार चढाउलाई मात्र नियन्त्रण गर्छ। जब माग र आपूर्ति बराबर हुन्छ तब वस्तुको मूल्य कसरी निर्धारण हुन्छ त? त्यही बिन्दुमा उनले सन् 1721 को बेन्जामिन फ्र्याङ्कलिनको एउटा निबन्धको सन्दर्भ जोडेका छन्। फ्र्याङ्कलिनले के भनेका थिए भने गहुँ र सुनको मूल्यलाई तुलना गर्ने हो भने ती दुवै उत्पादन गर्न लागेको समान श्रमको आधारमा मात्र तुलना गर्न सकिन्छ। हो, र मार्क्सले त्यही विचारलाई अझ परिष्कृत गरे। उनले बुझाए कि कुनै पनि वस्तुको वास्तविक मूल्य त्यस वस्तुलाई उत्पादन गर्न लाग्ने सामाजिक श्रमको मात्राले निर्धारण गर्छ। अनि माग र आपूर्तिले चाहिँ बजार मूल्यलाई यो वास्तविक मूल्यको वरिपरि घुमाउने काम मात्र होइन त? ठ्याक्कै त्यही हो। तर यदि श्रमले नै मूल्य निर्धारण गर्छ र सामानहरू बजारमा आफ्नै वास्तविक मूल्यमै बेचिन्छन् भने मालिकलाई नाफा कसरी हुन्छ त? यहाँनिर मैले स्रोत सामग्री पढ्दा एउटा कुरा निकै घोरिएर सोचेँ। के कुरा? मैले एउटा उदाहरण बनाएँ। मानौ एउटा बेकरी छ। हजुर। त्यहाँ काम गर्ने एकजना कामदारले दैनिक 12 घण्टा काम गर्छ। कामदारको आफ्नो दैनिक गुजारा चलाउन खाना, बस्न र परिवार पाल्न चाहिने ज्याला मानौ न उसले पहिलो 6 घण्टाको कामबाटै उत्पादन गरिसक्छ। बुझे। तर ऊ त्यहाँबाट घर जाँदैन नि त। उसले पुरै 12 घण्टा काम गर्छ। त्यो बाँकी रहेको 6 घण्टा उसले बेकरी मालिकको लागि सित्तैमा काम गरिरहेको हुन्छ। हो, जसलाई दस्तावेजमा अनपेड लेबर भनिएको छ। अनि त्यही सित्तैमा गरिएको काम अर्थात् सरप्लस भ्याल्यू वा अतिरिक्त मूल्य नै मालिकको नाफा हो, होइन र? तपाईको बेकरीको उदाहरणले यो जटिल सिद्धान्तलाई एकदमै सटिक रूपमा बुझाउँछ। मार्क्सको सरप्लस भ्याल्यूको सिद्धान्तको चुरो कुलो नै यही हो। भनेपछि नाफा भनेको व्यापारीले बाठो भएर सामानलाई महँगोमा बेचेर आउने होइन रहेछ? होइन, नाफा त उत्पादनको प्रक्रियामै लुकेको हुन्छ। मालिकले कामदारको समय किन्छ र त्यो समयबाट अनपेड लेबर निकाल्छ। त्यसैले जब कामदारले ज्याला बढाउन माग गर्छ त्यसले सामानको मूल्य बढाउने होइन, बरु मालिकले लिइरहेको नाफाको हिस्सालाई घटाउने काम गर्छ। एकदम सही। यसले त पुँजीवादलाई हेर्ने पूरै दृष्टिकोण नै बदलिदियो नि। समस्या बजारको महँगीमा होइन, उत्पादनको संरचनामै छ भन्ने कुरा कामदारहरूले बुझे। तर सिद्धान्तमा यति धेरै स्पष्टता हुँदाहुँदै पनि संगठन जति ठूलो हुँदै गयो त्यति नै भित्रभित्रै फुटको बिउ पनि रोपिँदै गयो। अब हामी दस्तावेजको चौथो खण्ड आन्तरिक द्वन्द्वहरूतर्फ प्रवेश गर्छौं। मिखाइल बाकुनिनको प्रवेश पछिको कुरा, जहाँ पहिलो इन्टरनेसनल भित्र गम्भीर वैचारिक र साङ्गठनिक भिडन्त सुरु भयो। हो, बाकुनिन एक प्रभावशाली रूसी अराजकतावादी नेता थिए नि। उनले एलायन्स अफ सोशलिस्ट डेमोक्रेसी नामक आफ्नै संस्था बनाएका थिए र त्यसलाई इन्टरनेसनल भित्र एउटा गुप्त गुटको रूपमा सञ्चालन गर्न खोजे। तर यो केवल साङ्गठनिक कब्जाको प्रयास मात्र त थिएन नि, यो त एउटा गहिरो दार्शनिक टकराउ पनि थियो, होइन? एकदमै। लन्डनमा रहेको जेनरल काउन्सिलले के मान्थ्यो भने कामदारहरूले राजनीतिक रूपमा सङ्गठित भएर राज्य सत्ता हातमा लिनुपर्छ। उनीहरू केन्द्रीकृत अनुशासनमा विश्वास गर्थे। तर बाकुनिनको विचार ठ्याक्कै उल्टो थियो। उनको तर्क थियो कि कामदारहरूले राजनीतिमा पूर्ण रूपमा भाग लिनु हुँदैन, राज्य सत्ता हातमा लिने होइन, बरु त्यसलाई पूर्ण रूपमा भत्काउनुपर्छ। हो र सम्पत्तिको उत्तराधिकार तुरन्तै खारेज गर्नुपर्छ भन्ने उनको माग थियो। उनीहरू पूर्ण विकेन्द्रीकरण चाहन्थे। तर मेरा लागि यो वैचारिक लडाईँ मात्र थिएन जस्तो लाग्छ, किनभने स्रोत सामग्रीमा नेचायव प्रकरणको निकै डरलाग्दो विवरण छ। कि यो सिद्धान्तको आवरणमा भएको शक्तिको खेल थिएन र? पक्कै पनि। सिद्धान्तको आवरणमा यो एउटा खतरनाक षड्यन्त्र पनि बन्न पुग्यो। नेचायव प्रकरणले यो द्वन्द्वलाई छताछुल्ल पारिदियो नि।
कसरी? खासमा के भएको थियो त्यहाँ? बाकुनिनको विकेन्द्रीकृत र अराजक शैलीको फाइदा उठाउँदै उनका सहयोगी नेचायevले रुसमा निकै गैरजिम्मेवार हरकतहरू गरे। उनले पहेँलो खाममा रुसी भाषामा गोप्य क्रान्तिकारी कमिटीको छाप लगाएर रुसका निर्दोष विद्यार्थी र नागरिकहरूलाई चिठीहरू पठाए। अनि त्यसको परिणाम के भयो त? नेचायevलाई राम्ररी थाहा थियो कि रुसी गोप्य प्रहरीले ती चिठीहरू खोल्नेछ र नभन्दै ती चिठी पाउने कैयौं निर्दोष मानिसहरू पुलिसको फन्दामा परेर जेल कोसाले। ओहो, यो त आफ्नै मान्छेहरूलाई धोका दिएर जबरजस्ती क्रान्तिमा धकेल्ने निकृष्ट चाल पो रहेछ। हो नि, एकातिर जनरल काउन्सिल नियम र अनुशासनमा रहेर खुल्ला रूपमा कामदारहरूलाई संगठित गर्न खोजिरहेका थिए, अर्कोतिर बाकुनिनका मान्छेहरू इन्टरनेसनलको नाम दुरुपयोग गरेर यस्ता षड्यन्त्र गरिरहेका थिए। यसले त संस्थालाई भित्रभित्रै खोक्रो बनाइरहेको थियो। बाकुनिनको अराजकतावादी दर्शनको सबैभन्दा ठूलो कमजोरी नै यही थियो। कुनै पनि केन्द्रीय नियन्त्रण र जवाफदेहिता नहुँदा जो कोहीले पनि संस्थाको नाममा जस्तो सुकै खतरनाक काम गर्न सक्थ्यो। र यसले उनीहरू बीचको सम्बन्धलाई कहिल्यै नसुध्रिने गरी तोडिदियो। अनि यही कलहको उत्कर्ष नै हाम्रो दस्तावेजको 5औं खण्ड हो, द हेग कङ्ग्रेस, अर्थात् 1872 को हेग महाधिवेशन। हजुर, नेदरल्यान्ड्सको हेगमा भएको यो महाधिवेशनलाई पहिलो इन्टरनेसनलको इतिहासमा सबैभन्दा निर्णायक भिडन्त मानिन्छ। त्यहाँ वास्तवमा के भयो जसले संस्थाको भविष्य नै तय गर्यो त? यसले एउटा महत्त्वपूर्ण प्रश्न खडा गर्छ क्रान्तिको लागि। केन्द्रीकृत अनुशासन चाहिन्छ कि पूर्ण विकेन्द्रीकृत स्वतन्त्रता? हेग महाधिवेशनमा जनरल काउन्सिल र बाकुनिनको गुट बीच अन्तिम वारपारको लडाईँ भयो। अनि परिणाम? महाधिवेशनले बाकुनिन र उनका समर्थकहरूलाई इन्टरनेसनलको नीति विपरीत गोप्य संस्था चलाएको र षड्यन्त्र गरेको आरोपमा संस्थाबाटै निष्कासन गर्ने ऐतिहासिक निर्णय गर्यो। भनेपछि अनुशासनलाई नै सर्वोपरि राखियो। हो, राजनीतिक कार्यलाई कामदार वर्गको अभिन्न अङ्ग मान्ने प्रस्ताव अत्यधिक बहुमतले पारित भयो। अनि हेग महाधिवेशन लगत्तै एम्स्टर्डाममा मार्क्सले दिएको ला लिबर्टे भाषणले पनि यसको आवश्यकतालाई अझ प्रष्ट पार्छ नि। हजुर, त्यहाँ उनले प्यारिस कम्युनको असफलताको चर्चा गरेका छन्। सन् 1871 मा फ्रान्समा कामदारहरूले सत्ता हातमा लिएका थिए, तर त्यो धेरै टिकेन, किनभने प्यारिसका कामदारहरू लडिरहँदा युरोपका अन्य शहरहरूमा आवश्यक समन्वय र एकता हुन सकेन। त्यसैले क्रान्ति सफल हुन बलियो संगठन र केन्द्रीकृत अन्तर्राष्ट्रिय अनुशासन चाहिन्छ भन्ने निष्कर्ष निकालिएको थियो। तर हेग महाधिवेशनले अनुशासन त कायम गर्यो, तर युरोपमा बढ्दो सरकारी दमन र आन्तरिक फुटका कारण जनरल काउन्सिललाई लन्डनबाट अमेरिकाको न्युयोर्क सार्ने निर्णय गरियो, होइन त? हो, अनि यसपछि युरोपमा यसको प्रभाव कम हुँदै गयो र अन्ततः सन् 1876 मा फिलाडेल्फिया सम्मेलनबाट यसलाई औपचारिक रूपमा विघटन गरियो। जट्ट हेर्दा 1876 मा विघटन भएपछि यो कथा सकियो जस्तो लाग्छ, तर यसले छोडेका विचारहरू आज पनि उत्तिकै जीवन्त छन्। एकदमै। आज हामी बाँचिरहेको 21औं शताब्दीमा जहाँ आर्टिफिशियल इन्टेलिजेन्स र बहुराष्ट्रिय कर्पोरेसनहरूको युग छ, त्यहाँ 150 वर्ष पुरानो पहिलो इन्टरनेसनलको दस्तावेज सुन्नेहरूले किन बुझ्न जरुरी छ? यसको समग्र अर्थ के हो त? प्रविधि फेरिए पनि अर्थतन्त्रको आधारभूत चरित्र अझै फेरिएको छैन। आज हामी भूमण्डलीकृत अर्थतन्त्रमा छौं। पुँजीराज पूर्ण रूपमा अन्तर्राष्ट्रिय भइसकेको छ नि। आज बहुराष्ट्रिय कम्पनीहरूले अत्यन्त सजिलै एउटा देशको कामदारलाई अर्को देशको कामदारसँग प्रतिस्पर्धा गराउँछन्। यदि अमेरिका वा युरोपमा ज्याला बढ्यो भने कम्पनीहरू आफ्नो कारखाना उठाएर भियतनाम वा बङ्गलादेश पुग्छन्। पहिलो इन्टरनेसनलले त्यति बेलै चेतावनी दिएको थियो कि पुँजीपतिहरूले सधैँ कामदारहरूबीच फुट ल्याएर राज गर्नेछन्। त्यसैले अन्तर्राष्ट्रिय एकताको मुद्दा आज झनै सान्दर्भिक छ। आज पनि त्यो सरप्लस भ्याल्युको वितरणको प्रश्न उस्तै छ नि। साँच्ची नै लन्डनको एउटा सानो कोठाबाट केही थान चिठी पत्र र पर्चाहरूको भरमा सुरु भएर विश्वभरिका कामदारहरूलाई जोड्ने यो यात्रा सुन्दा रोमाञ्चक मात्र होइन, गहिरो प्रेरणादायी पनि छ। उनीहरूसँग न इन्टरनेट थियो न त आजको जस्तो सञ्चार माध्यम, तर उनीहरूसँग एउटा बलियो विचार थियो जसले देशका सिमानाहरू पार गर्यो। विचार र संगठनको शक्ति नै यसको सबैभन्दा ठूलो विरासत हो। पहिलो इन्टरनेसनलले इतिहासमा पहिलो पटक कामदारहरूलाई एउटा छुट्टै विश्वव्यापी वर्गको रूपमा सोच्न सिकायो। सही भन्नुभयो। आजको हाम्रो यो गहन चर्चाको अन्त्यमा
म एउटा नयाँ विचार यहाँहरूमा छोड्न चाहन्छु। स्रोत सामग्रीले बारम्बार एउटै कुरा दोहोऱ्याएको छ, पहिलो इन्टरनेसनल कुनै हावामा बुनिएको वा कसैले थोप्रेको सिद्धान्त थिएन। यो कामदारहरूको स्वाभाविक र स्वतस्फूर्त आवश्यकताबाट जन्मिएको थियो। हजुर। अब एकछिन कल्पना गर्नुहोस् त, आजको गिग इकोनोमीलाई, ती लाखौं फ्रिल्यान्सरहरू, उबर ड्राइभरहरू वा फुड डेलिभरी राइडरहरू जो कुनै देशको सिमानाले होइन तर एउटै मोबाइल एप, एउटै अल्गोरिदम र स्क्रिनले जोडिएका छन्। एकदम सान्दर्भिक कुरा। उनीहरूसँग आज जोड्नको लागि इन्टरनेट त छ, तर उनीहरूको सङ्घर्ष र उनीहरूबाट निकालिने सरप्लस भ्याल्यू त्यही 1860 को दशकको जस्तै छ। हो नि। यदि उनीहरूले आजको यो डिजिटल युगमा एकजुट भएर एउटा नयाँ इन्टरनेसनल बनाउने हो भने त्यसको उद्घाटन मन्तव्यमा के लेखिएको होला? के उनीहरूले पनि अल्गोरिदमको विरुद्ध त्यस्तै विश्वव्यापी ऐक्यबद्धता खोज्नेछन्? यो प्रश्नमा पक्कै सोच्नुहोला। आजको यो गहिरो चर्चाबाट हामी बिदा हुन्छौं।